फेरि आल हुन्छ तल के ल क्युरिङ भित्तामा पनि लगाइदिनुहोस् न सुक्खा छ त्यो ए नबोला न यसरी यो टाइल्स कटिङ गरेर चाहिँ माथि जोड्नु पर्ने सिमेन्ट्रीमा मेरो पापाको सिमेन्ट्री बनाउँदैछ कि त्यही भएर यहाँ टाइल्स कटाइ हुँदैछ भट यसरी काट्नुपर्ने छ है टाइम चाहिँ लाग्छ भित्ताको पनि प्लास्टर गर्नुपर्छ नि मिठो प्लास्टर गऱ्यो भने चाहिँ चिल्लो हुन्छ कि झारेर पलाउँदैन यहाँ बगान बेली रोपिदिनुपर्छ फिनिसिङ भएको छैन अहिले मुनिको चाहिँ टाइल्स बाँधिसक्यो सेकेन्ड डे यतिको भयो भित्ताको छ यतिको चाहिँ कम्प्लिट बनाउनु हुँदैन होइन रन्जित भाइ के हो यो त भरे ब्रस ल्याएर नाच्नुले पुरानो गर्छ सबै निकालिराख्नु फेरि सेट भयो हामी संसारमा रोइन्जेल मात्रै हो तेरो र मेरो हामी भित्र गएपछि त केही छैन रहेछ यति नै हो ए लडाउँछ दाजु आधारले त हुँदैन भत्काउँछ नि यो टप ढुङ्गा यो चाहिँ अघि ठुलो बुबुले ल्याउनु भएको बिचार हो ठुलो बुबु गरौँ कति गरौँ थियो बु छ नि 20 किलो जस्तो छ यो त झन् गरौँ त्यसलाई पनि अनबक्स गर्दैछु अब मेरो साथको अब सबै मिलेर गर्दैछौँ त्यही त अब गर्नै पऱ्यो बिचरा जेठा छोरा महिला छोरा बुहारी नाति नातिना सबै मिलेर गर्दैछौँ अन्त के भन्छ यहाँ हाम्रो जोना रन्जित महिला भाइ मेरो आफ्नो आफ्नै भाइ हो भाइले पुरा उयो गर्दैछ यस्तो बनाएको छ फोटो राम्रो चिप्काएको छ त्यसरी पापाको ल यो फिनिसिङ भएर म तपाईँलाई देखाउँछु नि के यहाँ ठुलो बाबुले पनि सक्नुहुँदैछ कतिको बाक्लो पत्ला पानीमा आफिहाल्छ आफैहाल्ने यहाँ सबभन्दा ए भाउने जेठा छोरो रेभरेन्ड लेट फिलिमन राई उहाँले पनि सक्नुहुन्छ र लागि परिरहेको छौँ हामी सबैजना ठुलोले पनि पुरा माया गर्नुहुन्छ पापालाई पुरा स्याहार्नु भएको अब चाहिँ फिनिसिङ हुँदैछ है साथीहरू
बिस्तारै उता ठिकै छ न तपाईँको हतियार पो नलिआएछ हामीले खोक्ने ठिकै छ के गर्नु साथीहरू लास्ट अब यो फिनिसिङ पापाको कि सबै भइसकेर फिनिसिङ गरिदिएको अब पानीले गर्दा नि हेर्नुहोस् न प्लास्टिक भर्खर ओढाएको अनि त्यही भएर दे कति एकदम कम्ती भएछ सही लो तब यो चाहिँ फिनिसिङ भयो जस्तो छ है पापाको ओके बिस्तारै भन्यो ठिकै नाप्यो उता ठिकै छ उहाँलाई पल्टी गरेर मुनि बेसी नखिच्नु सवाल लाग्यो भने चाहिँ तपाईँ आफै लगाउनु कहाँबाट ल्याएको थियो काठ स्टोरको होला यो सबै बाथीबाट ल्याएको त आज टोटल फिनिसिङ भयो साथी हो अलिक मसला पुग्नु लागि साथी हो यहाँ के भन्छ अलिकति यो टपमा अलिकति हाइट फुट्ने भयो कि अन्त मसला पनि फिट्नु पऱ्यो साथी के गर्नु यो पापाको यो अन्तिम यही नै रहेछ थियो मान्छे अझ म छैन के गर्नु सकिएन तपाईँलाई अब यति चाहिँ भनिराख्ने यसो रिमेम्बर रोडबाट बगमर्छ गरौँ मार्बल फुट्यो भने छैन साथीहरू पनि अब लास्ट फिनिसिङमा आउँदैछ त्यो पनि बिस्तारै गर्नुपर्छ गरौँ छ नि त मार्बल हो कि ए ग्रेनाइट भयो त साथी मार्बल हो नि हामीलाई कस्तो चाहिँ भने
ल साथीहरू पनि आए लास्ट फिनिसिङ हुँदैछ अब यस्तो बनाएको छ यस्तो बनाएको छ दामी बनाएको छ पैसा दिएअनुसार चाहिँ यहाँ बस्छ साथीहरू ल टोटल फिटिङ भएपछि म तपाईँलाई देखाउँछु ल ओके यो जोडिसकेपछि माथि टपको है अब के छ भने मसला फिट्नुपर्छ यहाँ बिचरा हाम्रो ठुलो बुबु थाकेर भ्यात्तै बसिरहेको छ घामले खाएछ बुबुलाई अस्ति गएर खोलेको थिएन अब आज ल्याइपुऱ्यो आयो नि हौ उहाँको यहाँनिर टेम्प्लेट के त लडन चाहिँ बिस्तारै यहीँ राख्दा हुन्छ 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 दाजु हुन्छ ल हेरेँ किन खोल्नुहोस् त अब दामी लेख्दैछ दामी लेख्दैछ फाउन्डर पास्टर रेभरेन्ड प्लेट धनबहादुर राई फिलोमन पान्ता राई एपिसिसी भने हेड क्वार्टर एक दामी लेख्दैछ भन्नुहोस् त यसो यहाँ म्याच गरी हेर्नु न होइन यस्तो यसरी यस्तो राखेँ हेर्नुहोस् त यस्तो होइन कस्तो हुनुपर्छ यस्तो हजुर यो साह्रै सुत्यो अलिक माथि उठाउनुपर्छ यत्तिको चाहिँ उठाउनु पऱ्यो मैला त्यतिको यत्तिको चाहिँ उठाउनुपर्छ साह्रै सुत्दाखेरि हड्डी देख्छ नि हो ल ओके लु आज चाहिँ फिनिसिङ भयो पुसपास गर्दैछु मेरो बिलभेड पापाको सिमेन्ट्री अब लास्ट यति नै रह्यो के गर्नु साथी हो दुःखको कुरो सधैँ साथ रहँदैन रहेछ मान्छेको जिन्दगी यतिको बनायो आज चाहिँ कम्प्लिट भएर पुसपास गर्दैछु साथी हो एकदम टोटल कम्प्लिट पुसपास गर्दैछु साथी हो